खिलावनमा चाहिँ हामीले यो शहीदको शालिगमाथि जुन दुर्व्यवहार भएको हजुरले चाल पाउनुभयो होला, त्यसलाई हामीले गम्भीरताका साथ लिएर अनुसन्धान गर्दै जाँदाखेरि चाहिँ यो 2082 को 2/28 गते यो बेलुकाको समयमा चाहिँ यो जनकपुर गोनपा 23 स्थित रहेको शहीद दुर्गानन्द झाको जुन शालिगमा जुन दुर्व्यवहार भएको कुरा हामीले थाहा पाएको, त्यससँग सम्बन्धित मान्छे यो खिलावन महतोको छोरा वर्ष 44 को रतन महतोलाई चाहिँ हामीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छौँ। तपाईँ पनि यो जनकपुरवासीको एकदमै चासोको विषय थियो, त्यसलाई हामीले समयमै के गरेर त्यो मान्छेलाई नियन्त्रणमा लिएर त्यो के कति कारणले यस्तो उहाँले गर्नुभयो त्यो सम्बन्धमा हामी अनुसन्धान गर्दैछौँ र त्यस्तो केही सेन्सिटिभ कुराहरू हजुरमा आज पुनः सम्बन्धमा जानकारी गराउँछौँ। त्यस्तै यो महिनामा हामीले जुन कामहरू गरेका छौँ